हङकङको सबैभन्दा लामो पुल हङकङ जोहाई मकाउ ब्रिजको सेरोफेरोबाट सबैलाई नमस्कार। र अहिले म यो हङकङको पर्ल डेल्टा रिभरमाथि बनाइएको हङकङको सबैभन्दा लामो पुल र यसको लम्बाइ चाहिँ 55 किलोमिटर रहेको छ। र विश्वभरि जति पनि समुद्रमाथि बनाइएका पुलहरू छन् ती पुलहरूमध्ये सबैभन्दा लामो पुलहरूमध्येमा पनि यो हङकङ जोहाई मकाउ ब्रिज पनि पर्ने गर्दछ। र यहाँ 6वटा लाइन छन्, एउटा एकतर्फी 3 लाइन र अर्कोतर्फ 3 लाइन गरेर 6वटा लेनहरू रहेका छन्। र यो जुन यसको निर्माण चाहिँ 2009बाट सुरु भएर 2018मा सम्पन्न भएको हो। र यसको लागत खर्च चाहिँ 127 बिलियन युएन खर्च भएको भनेर बताइएको छ। र यो पुलको आयु भनेको 120 वर्षसम्म केही नहुने गरी बनाइएको छ। ल हेर्नु होला। र साथै यहाँ चाहिँ दैनिकी 10,600 भन्दा बढी सवारी साधनहरू ओहोरदोहोर गर्ने गर्दछन् भने एक दिनमा 78,000 भन्दा बढी यात्रुहरू यो बाटो प्रयोग गर्छन् भनेर चाहिँ 2024को आँकडामा बताइएको छ। र यो पुल निर्माणमा हाम्रो धेरै नेपालीहरूको खुन पसिना पनि बगेको छ। यहाँ धेरै नेपालीहरूले आफ्नो पसिनाहरू बगाएका छन्। र हङकङको जति पनि ठुल्ठुला भौतिक संरचनाहरू छन् ती संरचनाहरूमा हाम्रो सम्पूर्ण नेपालीहरूको धेरै ठुलो योगदान रहेको छ। र त्यसै गरी यो पुलमा पनि नेपालीहरूको ठुलो योगदान रहेको छ। र यस्तो छ, हेर्नु होला। यो पुल मैले धेरै पटक कैद गरिसकेको छु, तर यो पुल मैले प्रयोग गरेको छुइनँ किनभने अहिलेसम्म म मकाउ गएको छैन यो पुलबाट। त्यसकारणले गर्दा कुनै दिन जाने अवसर पायो भने अझै धेरै राम्रो तरिकाले यसको भिडियो बनाउने कोसिस गर्नेछु। र यो डाँडामा आएर यो भिडियो बनाउनु एकदम कठिन छ किनभने यो डाँडा चढ्नै कठिन छ। र यो डाँडाबाट मात्रै यस्तो तरिकाले यो पुल देखिन्छ। र अर्को कुरो एयरपोर्टहरू पनि एकदमै राम्रो देख्न सकिन्छ। निकै कठिन हुन्छ। अहिले म यहाँ आइपुग्दै गर्दाखेरि जाउँ कि नजाउँ भन्दै पनि होइन, ठिकै छ, एउटा सानो रिपोर्ट बनाइहालौँ न इनसाइड हङकङको लागि भनेर चाहिँ आएर दुःख गरेर बनाएको छु। र हेर्नु होला, यस्तो दह्रो बनाइएको छ हङकङको सबैभन्दा लामो पुल है यो चाहिँ। ल हेर्नु होला है, म फेरि एकचोटि फेरि यसलाई रिपिट गर्दैछु। अब यसले चाहिँ हङकङ जोहाई मकाउ जानुको लागि सजिलो हुन्छ। र खास गरिकन चाइना जानुको लागि चाहिँ एकदमै छिटो सजिलो मार्ग पनि भएको छ। चाइनाको विशाल क्षेत्रभित्र प्रवेश गर्ने नाका भएकोले गर्दा यसले समग्र चाइनाको विभिन्न प्रान्तहरूमा सजिलोसँग जोड्ने काम पनि गर्छ भनेर चाहिँ हामीले बुझ्दा हुन्छ भन्ने लाग्दछ। ल हेर्नु होला है, त यस्तो चाहिँ एकदम कठिन भयो। र त्यति राम्रो वेदर छैन तैपनि मैले चाहिँ एकदमै जुम लगाएर एकदम नहल्लाइकन भिडियो कैद गरिरहेको छु। ल हेर्नु होला है त। यस्तै खबरहरू हेर्नको लागि यहाँहरूले अवश्य पनि इनसाइड हङकङ फेसबुक पेजलाई फलोअप गर्नुहोला। म विशुद्ध हङकङका यस्ता भौतिक संरचना र पुराना भौतिक संरचना र हङकङका ताजा खबरहरूलाई चाहिँ अपडेट गर्ने कोसिस गर्दैछु। यहाँहरूलाई कस्तो लाग्छ यहाँहरूले कमेन्ट सेक्सनमा पनि आफ्नो कमेन्ट राखिदिनु होला है त। हवस् त, नमस्ते।